भन्दा पनि हामीलाई तपाईले धेरै माया गर्नुहुन्छ प्रभु। हामी तपाईको वचनमा जान सकौँ न, त्यो वचनहरू सुन्न सकौँ प्रभु। र साँच्चै नै त्यो वचनहरू सुन्नलाई पनि प्रभु हाम्रो परमेश्वर तपाईले हामीलाई कानहरू दिनुभएको छ प्रभु। हामीलाई हृदयको साँच्चै नै प्रभु, साँच्चै हृदयमा मासुको पाटी दिनुभएको छ। हामीले त्यो पाटीमा लेख्न सकौँ त्यो वचनहरूलाई चाहिँ। हामीले त्यो वचनहरूलाई चाहिँ हामीले जो छोराले भन्नुहुन्छ, जसले भन्नुहुन्छ प्रभु तपाईको वचन चाहिँ हाम्रो हृदयमा चाहिँ भिजाएर जान सकौँ र हामी दृष्टि भएर यो ठाउँबाट जान सकौँ भन्दै बिन्ती छ प्रभु। जो छोराले वचनहरू बोल्छ प्रभु, असल वचनहरू भएको होस् र स्वयं तपाईले त्यो जीवको कोठहरू तपाईले छुइदिनुहोस् प्रभु। साथ तपाईले दिने परमेश्वर हुनुहुन्छ प्रभु। तपाईले भन्नुभएको छ प्रभु, डगमगाई नगइकन पनि तपाईले जे भन्नुहुन्छ म उनीहरूको साथ दिनुहुन्छ भनेको छ प्रभु। तपाईको चरणमा छ हामी धेरै नै खाँचो छ प्रभु। वचन तपाईको वचनमा